फाइनली यहाँनिर खुसी भएर चाहिँ एसीको हावा खानु पाएर गाइस हामी चाहिँ आज घुम्दैछौँ है। गर्मी यति धेरै छ नि, गर्मी धेरै छ। यहाँ मेरो हिरोले यो क्यामेराले हो क्या, बल्ल एसीको हावा खानु पाएर आनन्द भयो होइन। यहाँ त सबै ब्रान्डेडहरू पनि पाउँछ। मेरो साथीको नयाँ घरमा सबैजनालाई स्वागत छ। हामी चाहिँ मार्केट घुमिरहेको छौँ। अब मेरो साथी 6 तारिक जाँदैछ सपिङ, त्यही भएर हामी सपिङ गर्न आएको। त्यही त हातै देख्दैन त हौ, अनुहारै छोप्ने रहेछ त नि। पछाडिबाट चाहिँ पढाउँछ नि मामा। A few moments later. ल गाइस, हामीलाई चाहिँ मलमाथि फोटो खिच्नै दिएन, अनि भित्र यस्तो दामीवाला भ्यूमा चाहिँ हामीलाई फोटो राम्रो भएको ठाउँमा चाहिँ खिच्नै दिएन। अनि हामी चाहिँ यहाँनिर फायर भइरहेको होइन। नेपाली दाइ सेक्युरिटी दाइ त्यो दाइले हामीलाई खेदायो नि, के भएको अनुहार धेरै केही छैन होइन, के गर्नु। अनि सो यस्तै छ। आज हामी चाहिँ खास गरी किन आएको भन्दाखेरि चाहिँ सपिङ आएको थियौँ, तर यस्तै हो छोरी मान्छेको हल्का सल्का नाटकहरू त गर्नु परिहाल्यो होइन। त्यही भएर आज यस्तो भइराखेको छ, एकदम रमाइलो छ हाम्रो। गाई चाहिँ हामी चाहिँ यो सनसेट हेर्नलाई नै हामी यस्तो भर्याङ चढेर मुनिदेखि आएको। मान्छेहरू यति धेरै छ, देख्न सक्नुहुन्छ कस्तो भइरहेछ।